हजुरहरूलाई पनि गुलियो खाना एकदम मनपर्छ भने चाहिँ यो फलफुलको बोट पनि लगाउन सक्नुहुन्छ। यो फलफुलको बोट चाहिँ लगाएको 3 वर्षबाट फल्न थाल्छ र 5 वर्षपछि चाहिँ व्यावसायिक रूपमै उत्पादन दिन थाल्छ। यो तराईमा पनि हुन्छ र 1200 मिटर समुद्री सतहबाट 1200 मिटरसम्म हजुरहरूले लगाउन सक्नुहुन्छ। झट्ट हेर्दाखेरि चाहिँ यो किवी जस्तो देखिन्छ, तर यो किवी नभइकन यो चाहिँ सपोटा भन्ने हो। सपोटा भन्छ यसलाई अङ्ग्रेजीमा र नेपालीमा चिकुफल भनेर पनि भन्छ। यो चाहिँ साह्रै गुलियो हुन्छ र यसमा नेचुरल सुगर छ। डायबिटिज भएको मान्छेले पनि हल्का फुल्का चाहिँ खानु भयो, अलिकति चाख्न त भयो, किनभने यसको मध्यम स्तरको ग्लाइसेमिक इन्डेक्स हुन्छ, 55 देखि 60 को ग्लाइसेमिक इन्डेक्स हुन्छ भन्छ। त्यही भएर सुगर भएको रोगीले पनि हल्का त खान मिल्यो, तर धेरै खान चाहिँ हुँदैन। यो फलको कुरा गर्ने हो भने चाहिँ यो सुक्खा ठाउँमा पनि मजाले हुन्छ। यो बोटको काठ पनि एकदम राम्रो हुन्छ र पातमा पनि औषधीय गुण हुन्छ, जुन डायरिया भएको बेलामा, ज्वरो आएको बेलामा पनि प्रयोगमा आउँछ भनेर भनिएको छ। यो एउटा चाहिँ म हजुरहरूलाई खाएर देखाउँछु। यो भित्रपट्टि चाहिँ, यो बाहिर चाहिँ किवी जस्तो देखिने भयो, भित्रपट्टि चाहिँ यस्तो हुन्छ, साह्रै गुलियो हुन्छ। यो राम्रोसँग त पाकेको छैन, तर यत्तिकोमा पनि खाँदाखेरि चाहिँ मलाई यत्तिको काँचो काँचोमा चाहिँ ठिक्क मिठो लाग्छ। लास्टै गुलियो छ। यो अझै पकाउने भने अझै गुलियो हुन्छ। यति गुलियो हुन्छ कि गुलियो एकदम मनपर्ने मान्छेलाई पनि साह्रै गुलियो हुन्छ कि, त्यतिसम्म गुलियो। म इन्डिया जाँदाखेरि यो फर्स्ट टाइम देखेको हो, लगभग 6-7 वर्ष अगाडि गएको थिएँ टुरमा। त्यहाँ चाहिँ फलफुलको दोकानहरूमा जुस बनाउनको लागि राखिन्थ्यो र नेपालमा चाहिँ यसलाई खासै माया गरिएको छैन, हेलै गरिएको छ। यो फाटाफुट्टा मात्र देखिन्छ, व्यावसायिक रूपमा लगाएको खासै मैले देखेको छैन। अब हजुरहरूले पनि यो बोट लगाउन सक्नुहुन्छ। खासै ठुलो त हुँदैन, हुन त प्रुनिङ गर्ने हो भने 5 मिटरसम्म पनि राख्न सकिन्छ, 5 देखि 20 मिटरसम्म पनि जान्छ यो बोट चाहिँ। हजुरहरूले पनि यो लगाउन सक्नुभयो आफ्नो घरमा। पात पनि खासै धेरै झर्दैन, लगाउन सक्नुभयो। सिजनमा फल्दाखेरि यो फल्न चाहिँ यो जेठ असारमा फल्ने हो। फुल फुलेको 4 महिनापछि फल्छ, फल्न चाहिँ 2 सिजन फल्छ, तर यो सिजनको मात्रै खान योग्य जस्तो चाहिँ मैले देखेको छु यो हाम्रो घरमा भएको भेराइटी चाहिँ। हजुरहरूले पनि यो फल लगाउनु होला, लगाउनु भएको छ कि छैन त्यो कमेन्ट पनि गर्नु होला र यसको नेचुरल सुगरको टेस्ट लिनु होला। जुस बनाउनु होला, जाम बनाउनु होला। हुन त यसको च्युइङगम पनि बनाइन्छ इन्डस्ट्रियल रूपमा, जुस बनाएर, जाम बनाएर, जेली बनाएर अथवा टेबल फ्रुटकै रूपमा पनि प्रयोग गरेर खानु होला। हस्त, धन्यवाद।